हेलो नमस्ते ब्युटिफुल पिपुल वाट्सअप सबैलाई नमस्ते एकदम कोनिचिवा है देश विदेशमा छरेन सारा नेपालीलाई सर र एकमुष्ट है त र आज चाहिँ एउटा भिडियो चाहिँ तपाईँहरूलाई के बनाउन लाग्छु भने साथीहरू होइन म बस्ने एरियामा चाहिँ होइन कतिजना अब नयाँहरू पनि छन् कति अब यता नआउनु भएको मान्छे पनि हुनुहुन्छ कोही अब पछि घुम्न आउनु चाहनुहुन्छ भने चाहिँ आज चाहिँ म बस्ने ठाउँको एकदम एक्सप्लोर गर्न चाहिरहेको छु क्या म चाहिँ है मजाले कुना काप्चामा के छ होइन कुना काप्चामा के छ तपाईँहरूलाई भन्दै होइन एक्सप्लेन गर्दै र यो ठाउँको बारेमा यसो तपाईँहरूलाई मैले हल्का एउटा देखाउने कोसिस गर्दैछु यो भिडियोमा हो तपाईँहरूलाई एकदम मनपर्छ होला है मैले चाहिँ आज चाहिँ जापानको गुम्बाके को इखाहो भन्ने एउटा ओन्सेन टाउन एउटा एरिया छ टुरिस्ट एरिया होइन त्यो ठाउँको बारेमा चाहिँ मैले तपाईँहरूलाई चाहिँ है हल्का विश्लेषण कुना काप्चामा के कस्तो छ यस्तो तपाईँहरूलाई देखाउने कोसिस गर्छु होप तपाईँहरूलाई मनपर्छ होला एकदम सी यू देयर है त फाइनली रेडी भइसकेको छु हेलो साथीहरू तपाईहरुलाई फेरि एकदम स्वागत गर्दछु है यो ठाउँबाट चाहिँ हाम्रो इखाहो भन्ने ठाउँको चाहिँ प्रस्थान हुन्छ यहाँबाट चाहिँ मेन तपाईहरु ताकाचाकीमा आएपछि हैन अरु ठाउँबाट जहाँबाट आए पनि मेन यही रोड हो यहाँबाट चाहिँ ओन्सेन टाउनको चाहिँ स्टार्ट हुन्छ है र यहाँबाट चाहिँ म तपाईहरुलाई सर्ट विस्तृत रूपमा एक्सप्लेन गर्छु यहाँबाट सिधा गए पनि हुन्छ यता लेफ्टतिर जाँदा पनि यताबाट जताबाट जाँदा पनि हुन्छ है त मजाले जान मिल्छ है सर र त्यसो जान दिम मान्छेहरुलाई हैन समटाइम्स अरूहरुलाई जान दिनुपर्छ हैन सर र सिधा गएपछि यो एरिया चाहिँ सबै होटल हो है हाम्रो नेपालमा जस्तै तातो पानी निस्किने ठाउँ हो तातो पानी निस्केको भएर यहाँ चाहिँ सबै जापानमा चाहिँ व्यवस्थित रूपले मजाले यहाँ चाहिँ होटलहरु खोलेको छ रे एकदम हट स्प्रिङ को लागि एकदम फेमस छ यो ठाउँ चाहिँ र हामी यहाँबाट चाहिँ सर र गएर यता लेफ्टतिरबाट गएर यतातिरको लेफ्ट साइडको एकताल भ्यू हेरौँ त्यसपछि अर्को साइड पनि जाम म तपाईहरुलाई सबै यो एरिया भरिको सबै टुर गराउँछु है त सबै देखाउँछु मजाले है त र आउँछ यो होटल पनि एकदम ठुलो होटल छ यहाँ है 5 स्टार होटलहरु छ यहाँबाट सर र एक लट सर र हेरौँ यतातिर यताबाट गयो भने यहाँ चाहिँ छ हाम्रो रोपवे यहाँबाट स्टार्ट हुन्छ
यहाँबाट चाहिँ रोपवे माथि छ, यहाँ केबल कार छ, यहाँबाट चाहिँ चढेर माथि जान पाइन्छ है त। र यहाँ पनि बसहरू सबै यहाँबाट जान पाउँछ, पब्लिक बसहरू यहाँबाट छिरौँ। यहाँ भित्रतिरको अलिअलि होटेलतिर हेरेर है, यो सबै होटेलहरू हो है। सर गयो, यहाँ फिनिसिङ छ, त्यहाँबाट यसो एक झलक मात्रै तपाईँहरूलाई देखाउँछु, त्यहाँबाट फर्केर आउँछु फेरि म है त। लास्ट यो लेफ्ट आएपछि चाहिँ यो होटेल चाहिँ लास्ट हो यहाँको, यहाँबाट चाहिँ उता छैन, यहाँबाट चाहिँ फर्केर सट्ट तपाईँहरूलाई देखाइहालेँ होइन। अब हामी अर्को पाटातिर के छ सबै तपाईँहरूलाई देखाउँछु है त। सर जाऊँ अर्को पाटातिर पनि हेरौँ होइन। होटेल त यति धेरै छ कि यहाँ पुरै नगरमा यस्तो धेरै होटेलहरू छ है। सबै यो चाहिँ एकदम जङ्गलको छेउमा छ। बजारतिरका मान्छेहरू चाहिँ मजाले पैसा फाल्न घुम्न आउँछन् यहाँ चाहिँ। र यो चाहिँ बस स्टे, यहाँको चाहिँ बस, यहाँबाट चाहिँ बस सुरु हुन्छ है। चट्ट रोकेर हेरेर सर माथितिर जाम। अब तर माथितिर गएर त्यहाँबाट अब तपाईँहरूलाई कुना काप्चा देखाउने कोसिस गर्छु है र म आज। यो होटेल पनि पहिला यहाँ डेन्जर आगो लागि भएको थियो है, अहिले फेरि नयाँ यस्तो चिटिक्क बनाएको छ यतातिर। र यहाँ छेउमा चाहिँ पहिला आगो लागि भएको थियो, यो साइडमा चाहिँ खाली भएको ठाउँमा सबै गरेर अहिले फेरि त्यहाँ नयाँ खोल्लेछ। यो चाहिँ एउटा यहाँको चाहिँ इसिदान भन्छ जापानिजमा। यो चाहिँ ढुङ्गाको भर्याङहरू छ है, तलबाट आउनुपर्ने छ। यहाँ पनि मान्छे ठाउँमा सर यहाँबाट यसो एक राउन्ड गएर सर जान्छु तपाईँहरूलाई। फेरि अर्को पार्ट के छ हेर्नु है त विस्तृत रूपमा। मान्छेलाई जान दिउँ यसो, जाऊ सर जाम। यहाँ चाहिँ पुरा एकदम टुरिस्टहरू होइन, लोकल टुरिस्ट विदेशी टुरिस्टहरू चाहिँ एकदम घुम्न आउँछ कि यो ठाउँमा चाहिँ। सब होटेलहरू यो पुरानो होटेलहरू छ यिनीहरू है। र हेरौँ यहाँबाट फेरि लेफ्टतिर गएर हेरौँ सट्ट तपाईँहरूलाई देखाउँछ है त। सबै कुना काप्चा यस्तो ठाडो उकालो छ, यस्तोमा पनि यस्तो मजाले बनाएको छ कि पुरै आनन्दको ठाउँ बनाएको छ। दामी तरिकाले बनाएको छ यतातिर। सट्ट कुना काप्चा हेर्दै जाम। सानो बाटो छ र त्यो चाहिँ कुना काप्चातिर र जाम होइन। मजाले गएर अब फेरि यहाँबाट तल झरौँ, एक लड तल लेफ्टतिर गएर यहाँबाट चाहिँ अर्को पाटा फेरि सुरु हुन्छ। अहिले अर्को पाटा थियो, यो अर्को पाटा फेरि तल अर्को साइड छ फेरि। यो हेर्नु न उकालो ओह्रालो यस्तो छ यहाँ डेन्जर। सर गएर यहाँ त अब जाडोमा त हिउँ परेर यति हुन्छ यहाँ त एक्सिडेन्टहरू है, चिप्लेर गाडीहरू। र मजाले जाम होइन। अब यो यहाँबाट फेरि लेफ्टतिर जाम होइन। लेफ्टतिर गएर सट्ट हेरौँ मेन यहाँको यो ठाउँको चाहिँ स्टार्ट हुने ठाउँ चाहिँ यहाँबाट है। त्यो भर्याङ सुरु हुने चाहिँ यहाँबाट हो, यसलाई इसिदान भन्छ।
है। इसिगान भनेको यहाँबाट चाहिँ स्टार्ट हुन्छ है। 366 वटा चाहिँ खुड्किला छ यहाँ चाहिँ मजाले हेरेर सट्ट फेरि लेफ्टतिर अर्को बाटोतिर जाम। उकालो त यस्तो डेन्जर छ यहाँ त आमामा कुरै नगरौँ है साथीहरू। लास्टै छ यहाँ उकालो त। यो माथिको सिरे होटलमा चाहिँ मैले काम गरेको थिएँ पहिला है। अहिले छोडेर म त्यतिखेर काम गर्दैछु। माथिको होटलमा चाहिँ मैले पहिला काम गरेको थिएँ यही समय। सर जाम उकालो है, ठाडे उकालो जाम। कुना फेरि जाँदा कुना फेरि तपाईँहरू पनि गाडीतिरबाट कतैबाट आउनु भएको छ भने यो बाटो मजाले घुम्न मिल्छ है साथीहरू। गाडी पनि जान्छ र यहाँबाट चाहिँ यता लेफ्टतिर गयो भने चाहिँ त्यहाँ माथि मन्दिर छ है। तल अहिलेको सुरु भएको भर्याङ सुरु भएको चाहिँ ठ्याक्कै यहाँ आएर चाहिँ फिनिसिङ हुन्छ है त। यो माथि यो चाहिँ मन्दिर हो यहाँ है। 366 वटा चाहिँ खुड्किला छ। त्यो पार गरेर आएपछि चाहिँ यहाँ माथि चाहिँ मन्दिर छ कि टुप्पामा चाहिँ यही मन्दिर हो। यहाँबाट चाहिँ सट्ट अब केही छैन। मन्दिर यहाँ गरेर फर्क्यौँ यहाँबाट। फेरि अर्को ठाउँ तपाईँहरूलाई देखाउँछु है त। र यो कुनामा गएपछि चाहिँ साथीहरू यहाँ चाहिँ एउटा पुल छ। खासिका बासी भन्छ ठाउँलाई चाहिँ। तर त्यहाँ पुल छ। त्यहाँ जापानको त्यस तातो पानी यो ठाउँमा आउने मेन तातो पानीको मुहान चाहिँ त्यहाँ माथि छ क्या। त्यो कुनामा छ। त्यहाँबाट चाहिँ ल्याएको तल होटलको सबै ठाउँमा सबै होटलहरूमा ल्याउने चाहिँ यहाँ माथिको कुनाबाट आउने हो है। मेन मुहान चाहिँ म तपाईँहरूलाई देखाउँछु है त। अहिले तातो पानी मेन निस्किने ठाउँ। यहाँबाट गएपछि तपाईँहरू मजाले गाडीमा आउन सक्नुहुन्छ साथीहरू यो बाटो है। यो लगभग कुना आइसक्यो। यो कुना हेऱ्यो यो पुल छ। पुलको मुनि चाहिँ तातो पानी मजाले बगिरहेछ। जस मान्छेहरू घुम्न आउने यसो भेट्न यो पुलमा आउने फोटोसोटो खिच्ने गर्छन् यहाँ चाहिँ। रोकेर बाइक रोकेर तपाईँहरूले झलक देखाइदिन्छु मैले के छ त्यहाँको अवस्था। अर्को महिनाबाट चाहिँ यहाँ एकदम यो पातहरू छ फुल छ होइन। एकदम राम्रो देखिन्छ क्या यहाँ चाहिँ। यो तातो पानी है साथीहरू। सबै पुरै यो नेचुरल माथिबाट तातो पानी यो आएको छ होइन। यो तातो पानीको मुहान हो सबै। यता माथिबाट त्यो जङ्गलको रुट भइहाल्यो। यहाँ चाहिँ यस्तो छ यो खासिका बासी। अनि यता माथि यहाँबाट माथि गयो भने चाहिँ यहाँ चाहिँ पब्लिक ऊ छ है। यो चाहिँ रोटेम्पुर हो भन्छ होइन। मजाको यहाँ तातो पानीहरू निस्किन्छ क्या। तपाईँहरूलाई हल्का देखाउँछु है त। यो चाहिँ धेरै वर्ष अगाडि यस्तो छ। मजाले तातो पानीमा यहाँ होइन उ गएछ। यहाँ मजाको तातो पानी आउँदो रहेछ होइन। र यहाँ माथि गयो भने चाहिँ पब्लिक बात गर्न मिल्छ। यस्तो छ है साथीहरू।
तातो पानी हो कि एकदम पाखा आउँछ है। तातो पानी नेचुरल हो, जमिन मुनिबाट आफै निस्केको। र त्यहाँ माथि चाहिँ नुहाउने ठाउँ पनि छ है त, नुहाउने ठाउँ छ। यस्तै यस्तै छ, तपाईँहरूलाई अहिले देखाउँछु म है त। राम्रो छ यहाँ चाहिँ, यसलाई बढाएर छ। यहाँ चाहिँ अर्को महिना त्यस्तो रमाइलो हुन्छ कि मान्छे चाहिँ भिड एकदम हुन्छ होइन, दामी छ। यही हो साथीहरू, त्यहाँ माथि कुनामा चाहिँ लास्टै है पानी मेन पानी निस्किने मुहान चाहिँ त्यहाँ माथि हो होइन। त्यहाँबाट चाहिँ सबै होटलहरूमा चाहिँ त्यहाँबाट डिस्ट्रिब्युट हुन्छ कि पानीहरू चाहिँ। त्यहाँ देखाइहालेँ तपाईँहरूलाई। फेरि अब अर्को डाँडा लान्छु है साथीहरू, अर्को डाँडातिर जाऊँ। अर्को डाँडातिर यसो हेरौँ के छ होइन, के पाउँदो रहेछ होइन, यसो हेरौँ है त। सब होटेलहरू यतातिर चाहिँ होइन, यो होटेलहरू हो सबै। त्यहाँबाट बस स्टप पनि छ। र यो चोकबाट हामी सिधै गयो भने चाहिँ अहिलेकै ठाउँमा पुगिन्छ। यहाँबाट लेफ्टतिर गयो भने चाहिँ यहाँबाट चाहिँ हारुनायामा भन्छ है, हारुना लेक भनेको एउटा ताल छ माथि, त्यतातिर जाने बाटो हो। र म तपाईँहरूलाई अघि रोपवे जुन भनेको थिएँ, त्यो रोपवेको चाहिँ मेन माथि पुग्ने ठाउँमा चाहिँ लाँदैछु तपाईँहरूलाई। त्यहाँ जाऊँ है त। अब त्यहाँ लएर चाहिँ म तपाईँहरूलाई देखाउँछु है त कस्तो छ अवस्था। गएपछि र जाम त्यहाँ यसो बिसाउने ठाउँ छ। त्यहाँबाट एक झलक हेरौँ, एक भ्यू सर तल के छ त एक भ्यू सर र हेरौँ। त्यो तलको होटेल अघि त्यहाँबाट चाहिँ आएको म है, राम्रो देखिरहेको छ है। तपाईँहरू पनि आएर मजाले बिसाएर यहाँबाट चाहिँ जानु सक्छ। त्यहाँबाट अलिकति माथि गएपछि चाहिँ सिधै माथि गयो भने हारुना लेक, यता लेफ्टतिर गयो भने चाहिँ अहिलेको यता अहिले तपाईँको त्यो रोपवेबाट माथि आउने ठाउँमा चाहिँ यहाँबाट पुगिन्छ है त। सर्ट यहाँबाट चाहिँ गाडी जान पाउँदैन साथीहरू होइन। र तपाईँहरूको लागि भनेर मैले लिएर गइदिनेछु। अब सर्ट के गर्ने त, अब सानो मान्छे हिँड्ने बाटो छ गोरेटो होइन। सर्ट तपाईँहरूलाई यसो लिएर जान्छु। तपाईँहरू जानुभयो भने चाहिँ तलै पार्किङमा राख्नुपर्छ गाडीहरू चाहिँ है, साधनहरू। यहाँबाट चाहिँ सर लान्छु म तपाईँहरूलाई। माथि टुप्पामा के छ, यो एउटा गाडी चाहिँ यहाँ माथि, यहाँ कामदारको हो, यो काम गर्ने मान्छेको गाडी थियो, अरू ल्याउनु पाउने चाहिँ है त। यहाँबाट चाहिँ म सट्ट माथि टुप्पैमा लाने कोसिस गर्छु है। त्यो मान्छे हिँड्ने बाटो हो होइन, तर के गर्ने त अब है, यसो जान पर्यो, यसो एडभेन्चर गर्नु पर्यो भनेर हिँडिदिएँ म। अब के गर्ने, मान्छेहरू बिचरा जामा भयो, मैले त्यहाँ डिस्टर्ब गरेँ, केही छैन है त। सर माथि लानु पर्यो, म टुप्पमै लान्छु है त तपाईँहरूलाई। रोपवेबाट चाहिँ आउने चाहिँ यही ठाउँमा है साथीहरू, यही ठाउँमा माथि एउटा यसो हेर्ने ठाउँ छ। रोपवेबाट आउनुभयो भने चाहिँ यही ठाउँमा आउने है। यहाँ माथि आएर चाहिँ खास यहाँ चाहिँ साधन ल्याउनु पाइँदैन, मैले चाहिँ ल्याएँ। अब के गर्ने त, अति गरेर सट्ट म टुप्पैमा लएर चाहिँ तपाईँहरूलाई चाहिँ देखाउँछु है त के छ। सट्ट टुप्पोमै गएर हेरौँ है त। यहाँ माथि चाहिँ यस्तो छ अवस्था है, यहाँ माथि चाहिँ यस्तो छ। यो चाहिँ मेरो सबभन्दा टुप्पै यो ल। यहाँ चाहिँ मैले जबरजस्ती लिएर आएँ, जबरजस्ती भन्दा नि अब होइन, ल्याउनु पाउँछ कि पाउनु त थाहा छैन, मान्छे हिँड्ने बाटो त्यही पनि मैले लिएर आएँ है साथीहरू। यसो एक झलक सर हेरौँ होइन, डाँडा पाखाको भ्यूहरू सट्ट के छ त हेरौँ यसो। सट्ट हेरौँ, राम्रो छ यो तल है।
र साथीहरू भिडियोहरू हेरेर एकदम साथ दिनुभयो धन्यवाद। तपाईँहरूलाई कस्तो लाग्यो होइन, माथिको आज आफ्नो बस्ने ठाउँको चाहिँ तपाईँहरूलाई देखाउने कोसिस गरेँ। होप तपाईँहरूलाई मन पर्यो होला। म यस्तै भिडियो ल्याउने कोसिस गर्नेछु तपाईँहरूको माझमा है। प्रतिक्रिया दिनु होला, कस्तो लाग्यो, के सुधार गर्नुपर्ने छ, के गर्नु होइन। सो लाइक कमेन्ट सेयर गर्नु होला, सब्सक्राइब पनि गर्नु होला है त। तपाईँहरूलाई धेरै धेरै धन्यवाद। बाई बाई।